अहिले मझौवादेखि म जाखिरा तालतिर लम्किँदैछु, बाइक राइड गर्दैछु। आज वैशाखको 1 गते नयाँ वर्षको दिनमा म ट्राभल गर्दैछु, राइड गर्दैछु। हेर्न सक्नुहुन्छ बाटो राम्रो छ, फिट छ। अब केही क्षणमै म जाखिरा ताल पुग्नेछु। नजिकै छ, धेरै टाढा छैन यहाँदेखि। र तपाईँले जाखिरा ताल कतिको ठुलो छ भनेर म तपाईँले सरासर यसै भिडियोबाट देखाउनेछु। तपाईँहरू यस भिडियोमा जोडिरहनुहोला। गाइज जाखिरा ताल पुग्यो फाइनली। अब कतिको ठुलो छ म यसै भिडियोबाट, मेरो भ्लगबाट तपाईँहरूलाई देखाउनेछु। हेर्न सक्नुहुन्छ। अब म केही सेकेन्डमै प्रवेश गर्नेछु। यसको इतिहास के छ त्यो पनि म तपाईँहरूलाई भ्लगबाटै प्रस्तुत गर्नेछु। जाखिरा तालको दृश्य देखाउन गइरहेको छु। हेर्न सक्नुहुन्छ। यो एउटा ऐतिहासिक ताल हो। यो कति वर्ग किलोमिटरमा फैलिएको छ यसको लागि म केही क्षणमै तपाईँलाई म बताउने छु। यहाँ हेर्न सक्छौँ हामी। ल हेर्नुहोस्, यो हो जाखिरा ताल जुन कपिलवस्तुमा पर्छ। यो विशाल जाखिरा ताल तपाईँले ड्रोनबाट अवलोकन गर्नुहोस् है त। बिहान पानी परे तापनि अहिले मौसम सफा छ, पानी अब आउँदैन होला जस्तो पनि छ। म यसपछिको भिजिटिङ यो जाखिरा ताल सक्ने बित्तिकै म दाङतिर प्रस्थान गर्नेछु। गाइज मेरो युट्युब च्यानलमा यदि नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला, र यदि भिडियोहरू मनपर्छ भने लाइक कमेन्ट सेयर पनि गरिदिनु हुन अनुरोध गर्दछु। ओके गाइज, आउनुहोस् हामी जाखिरा तालको बारेमा विस्तृत रूपमा जानकारी लिउँ। जाखिरा ताल नेपालको लुम्बिनी प्रदेश रूपन्देही जिल्लामा अवस्थित एक प्रसिद्ध प्राकृतिक ताल हो। यो ताल मुख्यतः तिलोत्तमा नगरपालिकाभित्र पर्छ। जाखिरा ताल प्राकृतिक सौन्दर्य, जैविक विविधता र धार्मिक तथा सांस्कृतिक महत्त्वले प्रसिद्ध छ। जाखिरा ताल तराई भेगमा पर्छ र आसपास हरियाली जङ्गलहरू घेरेको छ। यो ताल समुद्री सतहदेखि झन्डै 100 देखि 150 मिटरको उचाइमा अवस्थित छ। जाखिरा शब्दको उत्पत्ति स्थानीय थारू वा अन्य जातीय भाषाबाट भएको मानिन्छ। कतिपय यसलाई जोगिएको जलाशय भन्ने अर्थमा पनि लिन्छन्। जाखिरा तालमा विभिन्न प्रकारका जलचर, चराचुरुङ्गी र वनस्पतिहरू पाइन्छन्। यो ताल जैविक विविधताको संरक्षणका लागि महत्त्वपूर्ण स्थल हो। धेरै प्रवासी चराहरू पनि हिउँदमा यहाँ आउँछन्। ताल नजिकै थुप्रै धार्मिक स्थलहरू छन् जसले यसलाई धार्मिक पर्यटनको केन्द्र पनि बनाएको छ। स्थानीय बासिन्दाले ताललाई देवी देवतासँग जोडेर पूजा आजा पनि गर्दछन्। जाखिरा ताल हामी हेर्न सक्छौँ। यो नेपालको सबभन्दा ठुलो ताल मध्ये एक हो। हेर्न सक्छौँ यो विशाल ताल छ। यहाँको पानी सुक्दैन यो? अनि आउँछ कहाँबाट? आउँछ कहाँबाट? नदीबाट आउने हो? ए यहाँको पानी बाढ गङ्गा नदीबाट आउँदो रहेछ। त्यस कारणले यहाँ भरि भराउनै हुन्छ। यो पानी कहिले पनि सुक्दैन होइन भाइ? ल के नाम हो तिम्रो? यो घर? तिम्रो नाम? तिम्रो नाम? यो एड्रेस कति पर्छ? कुन पालिका? अनि कुन
जगदीश ल ठिक छ, धन्यवाद भाइहरू। अब म पनि यहाँदेखि अब अगाडि जाँदैछु है। जखिरा ताल घुमिसकेर अब म रिटर्न जाँदैछु। हालसालै जखिरा ताललाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न विभिन्न योजना अगाडि सारिएको छ। ताल वरिपरि डुल्ने बाटो, बोटिङ, पिकनिक स्पट जस्ता सुविधाहरू विस्तार हुँदै गएका छन्। जाखिरा ताल भिजिट त गरियो, अब म सरासर दाङतर्फ लाग्दैछु है त गाइज। ओके, नेक्स्ट भिडियोमा भेटौँला। बाई बाई।